स्वदेश मेरो नेपाल मेरो नेपाल मेरो नेपाल मेरो देश मलाई लाग्छ प्यारो पहिलो दिन हातमा बाटो श्रमले नै देश बन्छ भन्ने उद्देश्य राखेका सन्तानले सबैलाई श्रमसँग जोड्न माटो लिएर जानुभएका संसदी एकबाट प्रतिनिधि सभाको सेवा आफ्नो संसद यात्रा तय गरेका रहेका उनले 35,741 निकटतम प्रतिद्वन्दी राष्ट्रिय स्वतन्त्र पार्टीका कुमार तामाङले राजाले 8,492 भए। तामाङले 27,249 मत ल्याए। आफूले जित हात पारेसँगै सदनमा बवाल गर्ने उनले बताएका छन्। उनले सदनमा आफूले जनताको प्रश्न सोद्धा उत्तर नआए बवाल हुने बताएका हुन्। उनले रासोपाका वरिष्ठ नेता बालेन शाहतर्फ लक्षित गर्दै सदनमा समय दिने र उत्तर दिने नेतृत्व चाहिने बताए। उनले सरकारको नेतृत्व रवि लामिछानेले गरे राम्रो हुने बताएका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, जनताले चुनी हालेपछि अब सबैले स्वीकार्नै पर्छ, तर सरकारको नेतृत्व रविले गर्दा राम्रो। उनले नबोल्ने मान्छेले प्रश्नको उत्तर विस्तारमा दिन नसक्ने भन्दै बालेनप्रति टिप्पणी गरेका छन्। उनले लेखेका छन्, नबोल्ने मान्छेले विस्तारमा उत्तर दिन सक्दैनन्। सदनमा जनताको प्रश्न सोद्धा उत्तर दिने र समय दिने नेतृत्व चाहिन्छ, नत्र बवाल हुनेछ। अब हर्कले रासोपाका सांसदलाई सदनमा निकै र्याकती पार्ने निश्चित नै हो। फरक शैलीका साम्पाङले जित हात पारेको तपाईलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।